नमस्कार। यो अब चाहिँ हाम्रा हरि शिव मामाका छोराछोरी है भाइ बहिनी यता सानीमा जट्टा दोकान यता चाहिँ हाम्रो के थियो नि यो कुसुन्ने पहिले के थियो भने माथि र हामी हैसा थियौँ। यो माथि के थियो भने पहिले यो गाई गोरु बाख्रा ल्याउने चाहिँ घर भएको थियो। यो पछि बाटो बनेको यस्तो भाइ एकदम राम्रो क्लियरिटी। अझ रोड यस्तो बनाएर चाहिँ भए पनि राम्रै छ भनौँ होइन। अलिकति यस्तो चाहिँ कहिले देख्नु भएको छ यो पाहाडको सम्झना हो यस्ता फुलहरू। अब मैले देखाउँछु म जन्मथलो घोसरधुमको भ्यू। घोसरधुम वालिङ 12 घोसरधुम। म जन्मेको थलो म 10 वर्षमा यहीँ बसेर मलाई बाघले काटेर अब त्यहीँ घर आग लगाइभयो। हामी यो ठुलो घरबारी यहाँ घाँस डाँडा नाङ्गे डाँडा भन्छ। अब अहिले देखाइयो ऊ त्यो नाङ्गे डाँडो हो त्यो यति देखेको है। त्यो पुरा घाँस भरिया रहेछ। यो घोसरधुमको भ्यू घोसरधुम हो। यो उतापट्टि यति उतापट्टिका ठुलो घरबारी हाम्रो। यो हाम्रो लगभग 80 रोपनी जग्गा छ योभित्र होइन। यो पुरा घाँस भरिया रहेछ। अब हेर्दै जानु यो भयो यो नाङ्गे डाँडो। यो सिर्फ डाँडो मात्रै रह्यो नाङ्गो मात्रै रह्यो अरू रहेन किनभने बुटाले भ्या रहेछ। नाम कसरी राख्यो नाङ्गो डाँडो मात्रै रह्यो नाङ्गे डाँडो। यो भन्दा माथिपट्टि हाम्रो खरबारी छ पुरा। यतापट्टि के छ भने झुन्डिएको पाटो छ। झुन्डिएको पाटोको एउटा हल्का टुक्का हानेको कौलासेको बारीमा झुन्डिएको पाटो। कौलासेको बारीमा झुन्डिएको पाटो खनियो खाँदाखेरि म भएँ बाटो। ए घोसरधुमको ठुल्बाउ भन्ने चाहिँ मैले टुक्का हानेको। यो चाहिँ झुन्डिएको पाटो हो। कौलासेको बारी पुरा घाँस पलाएर रहेछ। त्यो माथि एउटा झन्न चौपारी देख्यो। त्यो चौपारी पनि सुकेछ। हाम्रो ठाउँमा ठुलो चौपारी थियो। त्यो क्षेत्रीहरू छन् यो सबै आएर चाहिँ हाम्रा तिवारीहरू जो पनि गाहन मधेसतिर सबै आएर यो काठहरू सबै बेचिदियो। ग्रुप धेरै भएछ त्यहाँ टुरिस्ट एरिया बन्दैछ छरे खोला। त्यो टुरिस्ट एरियामा चाहिँ बस्नु चाहिँ अङ्ग्रेजहरू आउँछन् ब्रिटिसले बनाएको। त्यो आउँदाखेरि चाहिँ त्यो घर बनाउने 5, 6 र 7 घर बनाउने। एक त रेस्टुरेन्ट टाइपको भयो टुरिस्ट भयो नि एउटा बिजनेस बन्यो एउटा आफू बस्न पनि भयो। त्यस्तो बनाएर चाहिँ स्वर्ग ठाउँ छोडेर हेर भात खान गएका मधेस आटो ढेँडो छोडेर मधेस भात खान गएका खाऊ भात अब।